हेलो गुड मर्निङ एन्ड नमस्ते। यो शब्दलाई तपाईँले बिकाउज भन्दै हुनुहुन्छ कि बिकौज भन्दै हुनुहुन्छ? के भन्नुहुन्छ? दुइटै होइन, बिकाउज पनि होइन, बिकौज पनि होइन। अनि के हो त? इट्स राइट प्रोनाउन्सिएसन इज बिकज, 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 बिकौज, बिकाउज नभन्नुहोस् अबदेखि। अनि सुन्ने मात्रै होइन नि, तपाईँ प्र्याक्टिस गर्नुहोस् न, भन्नुहोस् तपाईँ पनि, म पछि पछि भन्नुहोस् बिकज, बिकज। गुड। तपाईँको मुखदेखि यो शब्द बिकज भन्ने शब्द बाहिर नआउँदासम्म सुन्दा बुझ्नुहुन्छ, तर तपाईँ आफै भन्ने बेलामा चाहिँ तपाईँले भन्न सक्नुहुन्न। किन? तपाईँलाई त्यो भन्ने बानी नै छैन। भन्ने बानी नभएको कुरा मुखदेखि बाहिर फुत्त आउँदैन। बिकज, बिकज मैले भन्दा म सँगसँगै भन्नु पऱ्यो। बिकज, बिकज आई एम प्र्याक्टिसिङ इङ्ग्लिस एभ्री डे बिकज आई वान्ट टु इम्प्रुभ इट। भन्नुहोस् त, I am practicing English every day because I want to improve it. समस्या के हुन्छ भने तपाईले सिंगल वर्ड बिकज मात्रै प्र्याक्टिस गर्दा भन्न सक्नुहुन्छ, तर सेम वर्ड तपाईले सेन्टेन्समा युज गरेर भन्दाखेरि फेरि बिर्सिसक्नुहुन्छ। किन? भन्ने बानी छैन अगेन। सो I always focus on repetition. You have to repeat the same word over and over again, no matter how basic the word is, but you have to repeat over and over again. अनि मलाई सुनेर मात्रै टल्लो नपर्नुहोस्, यता फलो गरिहाल्नुहोस् अनि मसँग प्र्याक्टिस गरिहाल्नुहोस्। मेरो WhatsApp नम्बर माथि दिएको छ। Thank you for watching. See you next time.